अनि चटपट कस्तो बनेछ ठुलियामा एकदम मिठो बनेछ चटपट बनाउने भने 4 दिन भएर बल्ल बल्ल आज साइज जुरे कस्तो लाग्यो त चटपट ठुलियामा मिठो लाग्यो असाध्यै मिठो छ खोर्सानी पिरो रहेछ कि रहेछ मुमा चपाको खोर्सानी पिर्नमा के हुन्छ कामे रन्की रहेछ खोर्सानी पिरो नभए गुलियो हुन्छ त भवानी दिदी जिरे खोर्सानी हाल्यो हो के को जिरे हुनु हिरे अब आज त चटपट खाइयो अब भोलि चाहिँ पानीपुरी खाऊ सधैँ कहाँ खान पाइन्छ त किन भोलि खानु पर्सि खानु नि बुधबार र बिहिबार त म घर हुन्न नि बाबै म त सधैँ घर हुन्छु म त जहिले खाए नि हुन्छ तपाईँलाई जहिले खाइ हुन्छ अब चटपट खाँदाखेरि अब अघिदेखि बोलाएको मान्छे आएको छैनन् अब पानीपुरी खान नि यति मान्छे मात्रै भयो भने त फेरि मारिहाल्छ नि हेर्नु खबर गर्ने आज खान्छ नि आज हामी खाउँला यतिजना बस्छ यसो गरौँ न त कसो गर्ने भन्नु मङ्गल बुधबार बिहिबार पनि भएन शुक्रबार शनिबार मै हुन्न अब उहाँहरू 2 जना मात्रै भएर के गर्नु दुईजना हामीलाई हामीलाई छुट्याएर होइन ल्याइदिनु होइन पर्सि आइतबार खाउँला कहाँ आइतबार कुराको मङ्गलबार खाने मङ्गलबार ल हुन्छ खाऊँ मलाई मङ्गलबार खाने म बिरामी मान्छेलाई त सबै मिलेर खान्दिनु ल मिलेर खानिदिने उही तपाईँको घर पुऱ्याउनु तपाईँको घर अलिक तेल खर्च गर्नु पर्यो मेरो त तेलै खायो एकछिन तेल नभए बजारमा सनफ्लावर तेल एक पाइट लिएर आउनु नि भइहाल्यो नि म आलु ल्याउँछु खतमै पर्दैन भनिरहेको छ म आलु ल्याउँछु पानीपुरी आलु हुन्छ त अचार ए साँच्ची छ अनि पानीपुरीमा आलु नहाले हुन्छ कति ओली थियो त्यसै भन्छु म ज्योतिलाई सधैँभरि केही ढङ्ग आएन ज्योतिको ज्योतिको ढङ्ग केही छैन कहिले काहीँ बनाएर मिठो खुवाउनुहुन्छ तपाईँको घरमा चाहिँ त्यो फुलाउनु पर्छ है पुरी जति जम्मै सबै मेरो घर फुलाउने सबैभन्दा ठुली मान्छे नि फुलाइदिन्छु सबैभन्दा ठुली आलु 2 लिटरको कुकर छ एक कुकाको एक कुकर उसिनेर लिएर आउँछु पुरीमा हाल्ने हालौँ न नहाल्ने खाउँ के भइछ म त खान्न त्यो दिन के हो एकादशी हो मङ्गलबार एकादशी तपाईँ उसिने आलु मात्रै खान्थ्यो ल त ल जाम त्यसो भए जाम जाम अब